हाम्रो ड्याडीको मिटिङ चाहिँ अहिले धेरै दिनपछि अफिसमै भइराखेको थियो अनि अहिले चाहिँ घरमै गर्ने भनेर घरमा चाहिँ पाहुना बोलाउनु भएको थियो। ठुला ठुला मान्छेहरू आउनेवाला थियो अनि त्यसपछि हामीले पनि खाना पनि त्यही अनुसारले बनाउँदै थियौँ। अनि त्यसपछि हाम्रो टोलमा चाहिँ एकदमै धेरै कुकुरहरू छन् के, अनि त्यही कुकुरहरू जति भुके गर्छन् भनेर हामीले स्पेसल कोठा पनि बनाएको थियौँ। अनि त्यसपछि हामीले चाहिँ पाहुनाको लागि सबै खानाहरू सरसामान गरेर रेडी बनाएर राखेको थियौँ। यसो झ्यालदेखि हेर्दाखेरि त एउटा मान्छेलाई यति लखटेको कुकुरले भने त्यो कुकुरलाई त्यो मान्छेले जति जे गर्दा पनि त्यो कुकुरले छोडेन। अनि त्यो मान्छेले चाहिँ इङ्ग्लिसमा एक्सक्युज मी भनिरहेको रहेछ कुकुरलाई। अनि हाम्रो भाइको भित्रदेखि दोगुर्दै गएर हट हट भनेर भगायो। त्यहाँदेखि त्यसपछि तिनी पाहुना त आखिरीमा हाम्रा घरका पाहुना रहेछन्। अनि त्यसपछि घर लिएर आयो अनि डेडीको साथी रहेछ। अनि त्यस हाम्रो भाइलाई थ्याङ्क यू भन्दै थियो। अनि हाम्रो भाइ पनि चुप लाएर बसे हुन्थ्यो कि त नकचारो बोलिहाल्यो के भन्छ भनेको त जस्तो जे भएन इङ्ग्लिस जाने हो भन्दैमा इङ्ग्लिसमा एक्सक्युज मी भनेर कुकुर भाग्छ त कुकुरले बुझ्दैन के नेपालीमा हट हट भन्ने बित्तिकै कुकुर जान्छ के अरे भन्छ। हजुर आमाले यत्रो आँखाले हेर्दै हुनुहुन्थ्यो।